सो हेलो गाइज वेलकम टू माई ब्लग्स। अहिले तपाईँ हेर्दै हुनुहुन्छ सञ्जीव सनी ब्लग। यो तपाईँको चाहिँ पछाडि देख्दै हुनुहुन्छ यो चाहिँ मिल हो जुन हामी फल भित्र काम गर्छौँ नि प्लान्टेसनको भित्र फलहरू काट्ने अनि फलहरू काटेपछि भुवा जो निस्किन्छ नि यसमा भुवाहरू लिएर यो मिलभित्र ल्याउँछ र मिलमा भुवालाई क्लिन गरेर उसको तेल बन्छ। ठिक छ, तपाईँहरूलाई थाहा होला होइन तेल कसरी बनाउने हो, कसरी बन्छ तेल। त्यो भुवाहरू जति हुन्छ नि काटेको फलहरू सबै लोड भएर यसमै आउँछ। यसमा यो एउटा साइडको मात्रै होइन, चारवटा पाँचवटा साइडको भुवाहरू यही मिलमा आएर पिसिन्छ र यसबाट नि तेल बन्छ। तपाईँ देखिराख्नुपर्छ कि पछाडि यो मिलहरू छन्, यो मिलमा राख्छ, ट्रकबाट लोड भएर यही मिलमा लाउँछ क्या। जति पनि अर्को ठाउँको साइडहरू छ नि अरू ठाउँबाट पनि यो ठाउँमा ट्रान्सफर हुन्छ भुवाहरू अनि यसैमा ल्याएर त्यो तेल बन्छ क्या। तेल बनिसकेपछि यताबाट अल मलेसियामा सप्लाई हुन्छ। मेन यही हो पामोइल टिमुर एस्टेट जुन पामोइल मिलले पनि चिनिन्छ। मलेसियाको कुलाङ एरियामा पर्छ, जोहर बारु कुलाङ एरिया प्लान्टेसन। र यो सानो जानकारी तपाईँहरूलाई मेरो भिडियोबाट मिलिराखेको हुन्छ। यस्तै सानो जानकारीहरू तपाईँलाई भेटिराखेको हुन्छ मेरो ब्लगबाट। र चिनेको र नचिनेको साथीहरू केही जानकारी लिन चाहनुहुन्छ भने यो भिडियोलाई लाइक एन्ड कमेन्ट गरिदिनु होला। र युट्युबबाट देख्दै हुनुहुन्छ भने युट्युबमा पनि गएर सब्सक्राइब गरिदिनु होला। ल अहिलेको लागि राखेँ। जय श्रीराम, जय नेपाल। अहिलेको लागि राखेँ।